He
अत्यन्त सामाजिक व्यक्तित्व हुनुहुन्छ। विगतमा पनि हाम्रो समाजलाई फोर्थ जिआर पहिला हार्दिक आभार व्यक्त गर्न चाहन्छु, शुभकामना दिन चाहन्छु। यहाँको नाम उच्च रहोस्, सामाजिक क्षेत्रमा लाग्नु भएको छ, रिटायर्ड जीवन यहाँको सुखमय तरिकाले बितोस्, हाम्रो शुभकामना दिन चाहन्छु। यसपछि उहाँहरूलाई पुनः एकचोटि सम्मान गरिदिनको लागि सुर्दार मेजर आदरणीय तम समाजको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ, हामी सबैको अभिभावक हुनुहुन्छ, उहाँलाई पनि सम्मान गरिदिनको लागि हार्दिक अनुरोध। लामिछाने भाइ खलकको पनि अध्यक्ष हुनुहुन्छ, हामी सबैको अति आदरणीय व्यक्तित्व, उहाँलाई पनि सम्मान गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यही स्पटमा हाम्रो समाज बंगरा पोखरा सम्पर्क समाजका अति आदरणीय सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु र मर्यादित तरिकाले यो कार्यक्रमलाई सुव्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि यो टेक्निकल पाटो सबै हेर्नु भएको छ, हामीलाई दिशा निर्देश गरिराख्नु भएको छ, हामीलाई सिकाइराख्नु भएको छ। हामी सबैको अभिभावक आदरणीय राजकुमार गुरुङज्यूलाई पनि यही स्फूर्ति र यति धेरै खट्नु भएको छ कि हामी भर्खरको भनिएकाहरू पनि यति धेरै खट्न सक्दैनौँ। यति धेरै टेक्निकल यो माइन्ड छ अङ्कलसँग उहाँ योगदान अतुलनीय रहेको छ। सँगै मेरो आदरणीय अङ्कल दिनेश गुरुङज्यू पनि हुनुहुन्छ भने सम्मान गरिदिनको लागि अनुरोध गर्दछु। श्यामराज गुरुङज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यहाँ राजकुमारी गुरुङ हुनुहुन्छ, उहाँ यो सामाजिक व्यक्तित्व र यो हरेक हिसाबले यो देउसी भैलो कार्यक्रमलाई सम्पन्न गर्नको लागि दिन रात नभनिकन अहोरात्र खटिराख्ने यो देउसी भैलो कार्यक्रमका संयोजक आदरणीय राजु कुमार दाईलाई पनि एकचोटि जोरदार ताली बजाएर उच्च सम्मान व्यक्त गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। सँगै हामी यो वाद्यवादनदार ताली बजाएर कृपया सम्मान व्यक्त गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हामीलाई यो देउसी भैलो टिमलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि यो बिदाको समयमा पनि गर्दछु। पोखरा 5 को लिटल बेल्स स्कुलले हामीलाई बस उपलब्ध गराउनु भएको छ, देवदाई हुनुहुन्छ त्यसको संस्थापक, हार्दिक आभार व्यक्त गर्दछु। यसबीचमा हामीसँग जोडिनु भएका जति पनि सल्लाहकारज्यूहरू हुनुहुन्छ उहाँहरू पनि दिनुभएको छ समाजलाई। सँगै हिजोबाट आजसम्म आजबाट हिजोबाट आजसम्म खाजा लगाएर सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। बंगाराको चेली हुनुहुन्छ, उहाँलाई पनि हिजोबाट आजसम्म हामीलाई नाचेर भएको छ, उहाँलाई पनि म हार्दिक आभार सहित खाजा लगाएर सम्मान व्यक्त गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। बंगाराको चेली हुनुहुन्छ, यति धेरै माया गरिराख्नु भएको राजबहादुर राजु कुँवरज्यू याम दाईलाई संयोजकको जिम्मा दिएका थियौँ। जहिलेबाट हामी जिम्मा दिइयो यो सबै कुराको व्यवस्थापन गर्नको लागि यति धेरै खट्नु भएको छ, यति धेरै लाग्नु भएको छ। उहाँको यो कामको मूल्याङ्कन गरेर शब्दहरूमा त्यो उच्चारण गर्न सकिँदैन, शब्दविहीन हुनेछन् ती शब्दहरू, शब्दकोशमा भेटिने छैनन्। तसर्थ एकचोटि समाजका अध्यक्षज्यूले समाजका यो सबै हिसाबले जुन व्यवस्थापन गर्नु भएको छ, हामी समाजका सबै मुक्त कण्ठले यहाँको कामको प्रशंसा गर्न चाहन्छौँ। आगामी दिनमा अझै यहाँको कार्यकौशलता बढ्दै जाओस्, अझै सबैलाई म एकमुष्ट रूपमा सम्मान व्यक्त गर्न चाहन्छु। यो व्यक्तिगत नाम लिन हामी सक्दैनौँ। हाम्रो बीचमा आज संस्थापक अध्यक्षज्यू पनि हुनुहुन्छ, निवर्तमान अध्यक्ष आदरणीय नवीन बहादुर पौडेल छेत्रीजी हुनुहुन्छ, उच्च सम्मान व्यक्त गर्दछु। त्यस्तै गरेर पूर्व अध्यक्ष गर्दै उहाँलाई पनि समाजको तर्फबाट सम्मान व्यक्त गरिदिनको लागि म समाजका अध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्दछु। उहाँको आगामी जीवन रिटायर जीवन अझै सफल र उत्कृष्ट रहोस् भन्ने शुभकामना र शुभेच्छा व्यक्त गर्छु। सँगै यो कार्यक्रमलाई कलाकार अझै राम्रो बनाउनको लागि कलाकारहरूलाई कलाकारिता मार्फत आफ्नो उत्कृष्ट प्रस्तुति दिएर यो कार्यक्रमलाई अझै रमाइलो बनाउन ओम बहादुर पौडेल छेत्रीले पनि भूमिका खेल्नु भएको थियो, उहाँलाई पनि म उच्च सम्मान व्यक्त गर्न चाहन्छु।
व्यक्त गर्न चाहन्छु। सबैको नाम अहिले म पछाडि उच्चारण गर्नेछु। सबै छोरी र बहिनीहरूलाई पनि म एकचोटि पुनः हार्दिक सम्मान, उच्च सम्मान व्यक्त गर्दछु। सबैलाई उच्च सम्मान व्यक्त गर्दछु। मैले नाम छुटाएकोहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई पनि उच्च सम्मान व्यक्त गर्दै काहीँ बाँकी केही रहेछ भने पनि पुनः हामी सम्मान व्यक्त गर्नेछौँ। र अबको क्रममा भने हामी यो देउसी भैलो पनि गर्नु छ। आजको हाम्रा मेरो आदरणीय अङ्कल गणेश बहादुर आन्टी हुनुहुन्छ, उहाँलाई अत्यन्त रमाइलो गराउनु पर्नेछ। रिटायर्ड जीवन यहाँ बिताइराख्नु भएको छ, सामाजिक क्षेत्रमा अत्यन्त सक्रिय हुनुहुन्छ। भर्खर मात्र 4 भन्ज्याङ तमु समाजको सचिवमा निर्वाचित हुनु भएको छ। पुनः एकचोटि तपाईँको कार्यकालको शुभकामना, कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु। यसमा गुरुङहरूसँग म अत्यन्त नजिक पनि छु, तसर्थ पनि उहाँलाई पुनः एकचोटि बधाई दिँदै अबको कार्यक्रममा पनि हामी नाच्नेछौँ, रमाउनेछौँ। हाम्रो काजीमान बुवा आउनु भएको छ, यामबहादुर बुवा आउनु भएको छ, संस्थापक अध्यक्षज्यू हुनुहुन्छ, मनका धनी र धनका धनी सबै एकै ठाउँमा जम्मा आउनु भएको छ। त्यसर्थ सबैलाई यो मन पनि पुकाउनु हुनेछ, धन पनि पुकाउनु हुनेछ र हाम्रा कलाकारजीहरूले रमाइलो गराउनु हुनेछ भन्दै पुनः एकचोटि यो कार्यक्रमलाई राष्ट्रिय स्तरको कलाकार, राष्ट्रिय भजनको कलाकार हाम्रो आदरणीय नारायण गौतमज्यूले रमाइलो बनाइराख्नु भएको छ। पुनः एकचोटि उच्च सम्मान व्यक्त गर्दछु। हाम्रो हार्मोनियममा हुनुहुन्छ सचिव हुनुहुन्छ, पर्खाल वक्ता हुनुहुन्छ, यति मिठो आवाजको धनी हुनुहुन्छ, उहाँको नाममा जोरदार ताली बजाइदिनुहोस्। अब यति बेला देउसी भैलो खेल्ने क्रममा घुम्दै हामी 4 भन्ज्याङ तमु समाजका सचिव तपाईँ भाग्यमानी त हो, तर छोराछोरीलाई हामी कहाँ पठाएका छौँ, विदेश पठाएका छौँ, भर्ती गरेका छौँ। तर भविष्यमा उहाँलाई सुख शान्ति मिल्नेछ भन्ने उद्देश्य हो। तर बुवामा अहिले एक्लै त हुनुहुन्छ नि। यो ठिक छ, सबै भगवानको खेल हो, सबैले भगवानलाई पुकार्नुपर्छ। भगवानले चाह्यो भने अहिले त्यही भएर सबैलाई धन्यवाद छ। यस दीपावलीको शुभकामना टक्राउन चाहन्छु।
सम्पर्कबाट हामीलाई निमन्त्रणा गरेर आज भङ्गारा समाजको सबै व्यक्तित्वहरूसँग हाम्रो सबै आर्मीका रिटायरमेन्टहरू हुनुहुन्छ। उहाँहरूको लागि अब जीवन भनेको हाँसी खुसीमा बिताउने जीवन हो भन्दै छमछम नाच्नु भएको छ होइन? ओके छ ल, आफ्नो लागि आफैले ताली बजाइदिनुहोस् त एकचोटि, कस्तो हुँदो रहेछ हो ताली बजाउ।
चाहिँ छ हाम्रो। पाचुन्जेली तेरो र मेरो भन्छौ, मरेपछि केही छैन, संसारै अँधेरो छ, कसैलाई देख्नु छैन। पाचुन्जेली तत र मम गर्न बेकार छ। यही सन्देश दिन्छ यो गीतले। चिया खाँदै गर्ने भाउजू, हजुरलाई नचाउनै छ अनि कहाँ अहिले चियाको कुरा गर्नु भएको छ? हजुरलाई नचाउन बाँकी छ। हे तेरो मेरो भन्दैमा मर्ने, सानो सानो छोड्ने दाइ, भोलि चाहिँ के गर्ने? एकैछिन हामी चिया ब्रेक गर्ने कार्यक्रममा जुटेका छौँ। एकैछिन सबैले चिया खानु होला। चिया खाने समय 5 मिनट मात्र। भगवानको मूर्ति जस्तो हुनुहुन्छ तपाईहरु। यति सुन्दर, यति सुन्दर, यतिको देउसी भइले हामी कसैको घरमा समय दिएकै छैन।
यो समाजले यति राम्रो काम गरेको छ। आज दीनदुखीहरूलाई, असहायहरूलाई, सहारा नपाउनेहरूलाई ल्याएर सहारा दिएको छ। 2-4 पैसा उसको हातमा हालिदिएको छ। खानु बाबु गएर खाऊ, नानी गएर खाऊ भनेको छ यो समाजले। अनि यस्तो कार्यमा उठाइएको पैसालाई हामी अलिकति बल गर्छौँ। भगवानको, गौरी शंकर भगवानको, राधा कृष्ण भगवानको, स्वयं गणेश अवतार भगवानको, पार्वती माताको। नानीहरूलाई यो सम्मान स्वरूप उहाँहरूको यो कलालाई प्रोत्साहन स्वरूप हामीले थोरै थोरै हुद्राज गुरुङज्यूलाई खादा लगाइदिनुको लागि अनुरोध गर्दछु। फ्रेम दिइदिनको लागि म समाजका अध्यक्षज्यूलाई अनुरोध गर्दछु भने साथ सहयोग गरिदिनको लागि कार्यक्रमका व्यक्त गर्दछु। नृत्य प्रशिक्षकको रूपमा यो अध्यक्षज्यूलाई यो हस्तान्तरण गरिदिनु होला। मलाई अर्को दिनुहोस् कृपया। ओके, सुश्री प्रकृति छेत्री वर्तमान अध्यक्ष नवीन दाईको छोरी पनि हुनुहुन्छ। राम्रो पढ्नुहुन्छ, राम्रो नाच्नुभयो, यहाँलाई सम्मान छ। आगामी दिनमा पनि यहाँको उत्तर प्रगतिको कामना गर्दछु। अर्को पनि दिनुहोला सुश्री रुही कुँवरज्यू। रुही कुँवर हाम्रो यो कार्यक्रमको संयोजक आदरणीय राजु कुँवर दाईको छोरी हुनुहुन्छ। नानो 12 वर्षको नानी, कक्षा 7 मा पढ्नुहुन्छ। उहाँलाई पनि हार्दिक बधाई छ। आगामी दिनमा अझै उत्तर प्रगतिको कामना गर्दछु। सुश्री विनिता छेत्री उहाँ हुनुहुन्न। यो प्रकृतिले लिइदिनु होला। सुश्री प्रकृति छेत्रीको अनुरोध गर्दछु। मोहन रिजालको छोरा धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। कोही बाँकी हुनुहुन्छ? अब कोही दिइहालौँ। यो लिदिए विनिता छेत्रीको हस्तान्तरण गरिदिइहाल्नु होला। सुश्री समीक्षा केसी हाम्रो कार्य देवबहादुर पौडेल छेत्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आगामी दिनमा पनि यहाँको माया साथ हामीले पाइ नै रहनेछौँ। हामीलाई आज उहाँलाई उच्च सम्मान व्यक्त गर्दछौँ। धेरै धेरै बधाई छ, शुभकामना। सुन आफैमा सुन नै हो। सुनलाई धेरै लेपन गरिराख्नु पर्दैन, पहिल्यै हुन्छ। तसर्थ पनि यहाँलाई धेरै धेरै बधाई छ। आगामी दिनमा यहाँको सफलताको हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ। थ्याङ्क यू सो मच। धेरै धेरै बधाई छ, धेरै धेरै शुभकामना छ। उहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। शिव सर कृपया यहाँलाई पनि यहाँहरूको यो धेरै धेरै बधाई छ। उहाँहरूलाई पनि सम्मान छ, धेरै धेरै सम्मान छ। उहाँहरूसँग एकचोटि अध्यक्षज्यूसँग फोटो खिचिदिनु होला। यहाँहरूले हामीसँग सम्झना रहन्छ। नवीन दाई संस्थापक अध्यक्षज्यू कलाकारहरूसँग फोटो खिचिदिनु होला। एउटा राम्रो फोटो यहाँहरूको चटक्क राख्नेछौँ। हामी फेसबुकमा सजाएर राख्नेछौँ।
र त्यो दुवै सम्म चाहिँ यो साथ दिएको छ क्रिसलाई पनि सम्मान छ यसपछि बाँकी कोही हुनुहुन्छ काम दक्षिणा हामी लिनेछौँ लेख्नेछौँ खातामा त्यो भने काम बाँकी नै रहन्छ सबैलाई गुरुङ जसले यो साउन्ड सिस्टमको स्वरूप समाजले दिएको यो ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु त्यस्तै गरेर अरू कोही बाँकी हुनुहुन्छ भगरा पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष आदरणीय चन्द्रबहादुर पौडेल छेत्रीज्यू भगरा पोखरा सम्पर्क समाजका साथीज्यू सचिव बाबुराम सुवेदीज्यू सहसचिव तथा हिजो र आजको देउसी भैली कार्यक्रमका संयोजक आदरणीय दाई राजु कुँवरज्यू कोषाध्यक्ष अहिले बिरामी हुनुहुन्छ उहाँको हामी यहीँबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ बिन्दु छेत्रीज्यू सहकोषाध्यक्ष यो देउसी भैली कार्यक्रममा उहाँ पनि सदस्यको रूपमा हुनुहुन्छ Okay.